आज हामी एउटा यस्तो वित्तीय प्रतिवेदनको चिरफार गर्दैछौँ जसले सिटी होटल लिमिटेडको भित्री यथार्थ बाहिर ल्याइदिएको छ। यो कुनै हावागफ वा हल्ला पक्कै होइन, पूर्ण रूपमा तथ्याङ्क र वित्तीय सूचकहरूमा आधारित विश्लेषण हो। हेड-सेन्ट्रिक काठमाडौँ चलाउने यो कम्पनीको वास्तविक वित्तीय संरचना र बजारको मूल्याङ्कन बीच कस्तो खाडल छ त आउनुहोस् सिधै तथ्याङ्कतिरै लागौं। आजको यो विश्लेषणमा हामी मुख्य गरी 6वटा कुरामा केन्द्रित हुनेछौँ। पहिलो, बजार र वास्तविकता बीचको वित्तीय विरोधाभास। दोस्रो, कम्पनीको आइपिओ र वित्तीय अवस्था। तेस्रो, ऋणको भारी र निरन्तरको घाटा। चौथो, प्रवर्धक र सर्वसाधारण बीचको शेयर संरचना। पाँचौं, लक इन खुल्दा आउन सक्ने ठूलो जोखिम। र अन्त्यमा यो विश्लेषणले देखाएका मुख्य खतराका सङ्केत या रेड फ्ल्यागहरू। सुरु गरौँ पहिलो विषयबाट, वित्तीय विरोधाभास, बजार भर्सेस वास्तविकता। यो नै हाम्रो आजको विश्लेषणको सबैभन्दा ठूलो रहस्य हो। कम्पनीको आधारभूत भ्याल्यु र बजारमा देखिएको शेयर मूल्यबीच आकाश पातालको फरक छ। अब यो तथ्याङ्क हेरौँ। कम्पनीको प्रति शेयर नेटवर्थ अर्थात् बुक भ्याल्यु जम्मा 98 रुपियाँ 53 पैसा मात्रै छ। तर शेयर बजारमा यसको मूल्यले एक पटक 1168 रुपियाँ 5 पैसाको अल टाइम हाई विन्दु छोयो। सोचौँ त, आफ्नो वास्तविक बुक भ्याल्यु भन्दा झण्डै 12 गुणा बढी। त्यो पनि यस्तो कम्पनीको शेयर जसको प्रति शेयर आम्दानी अर्थात् इपिएस पूर्ण रूपमै नेगेटिभ छ। अचम्म लाग्छ नि, होइन र? अनि यहीँनिर एउटा गम्भीर प्रश्न उब्जिन्छ। निरन्तर घाटामा गइरहेको कम्पनीको शेयर मूल्य यति धेरै माथि पुग्यो कसरी? यसको पछाडिको खेल के हो त? आउनुहोस्, यो बुझ्न अलिकति पछाडि फर्केर सुरुवाती दिनहरूतिरै जाउँ। हाम्रो दोस्रो विषय छ आइपिओ र कम्पनीको वित्तीय अवस्था। सर्वसाधारण लगानीकर्ताहरू यो चक्रमा कसरी प्रवेश गरे भनेर बुझ्न हामी मे 2023 अर्थात् सिटी होटलको आइपिओ निष्कासन भएको समयमा फर्किनुपर्छ। आइपिओको बेला बजारमा फोर्मो अर्थात् छुट्ने डरले कसरी काम गर्छ भन्ने यो एकदमै गतिलो उदाहरण हो। सर्वसाधारणका लागि जम्मा 16,74,000 किता शेयर छुट्याइएको थियो, तर आवेदन दिनेहरू 11,61,000 भन्दा बढी थिए। कुल 1,27 रुपियाँको आवेदन पर्यो। मागभन्दा 9.5 गुणा बढी ओभरसब्सक्रिप्सन। तर यति धेरै उत्साहको बीचमा एउटा एकदमै महत्त्वपूर्ण र गम्भीर जोखिमको चेतावनीलाई भने पूरै वास्ता गरिएन। त्यो चेतावनी अरू केही नभएर कम्पनीको क्रेडिट रेटिङ थियो। आइपिओ ल्याउँदा सिटी होटलको रेटिङ केयर एनपी BB+ थियो। यसको सीधा र स्पष्ट अर्थ हुन्छ कम्पनीले समयमै आफ्नो ऋण तिर्न नसक्ने मध्यम जोखिम छ। यो प्रतिवेदनले प्रष्ट पारेको छ कि धेरैजसो लगानीकर्तालाई यो रेटिङको वास्तविक अर्थ र गम्भीरता नै थाहा थिएन, र यसरी एउटा ठूलो जोखिमलाई सजिलै नजरअन्दाज गरियो। अब लागौँ तेस्रो बुदामा, ऋणको भार र निरन्तर घाटा। आइपिओको त्यो भीड र उत्साहलाई एकछिन थाती राखेर कम्पनीको वास्तविक वित्तीय अवस्था हेर्ने हो भने स्थापनादेखि आजसम्मको तस्विर पूरै निराशाजनक छ। यो तथ्याङ्कले कम्पनी कसरी एउटा ठूलो ऋणको जालमा फसेको छ भन्ने छर्लङ्ग पार्छ। आर्थिक वर्ष 2082-83 को दोस्रो त्रैमासको मात्र हिसाब हेरौँ। कम्पनीले ब्याङ्कको ब्याज र वित्त लागतमै 10 करोड 26 लाख रुपियाँ तिरेको छ। यो रकम भनेको त्यो 3 महिनामा कमाएको कुल आम्दानी 23 करोड 23 लाखको झण्डै 44% हुन आउँछ। यसमाथि ह्याटलाई बुझाउनु पर्ने व्यवस्थापन शुल्क त छँदैछ, अनि आम्दानीको यति ठूलो हिस्सा खर्चमै सकिएपछि नाफा कमाउने कुरा त एकादेशको कथा जस्तै भयो। अझ रोचक कुरा के छ भने यो घाटा समग्र होटल क्षेत्रको समस्या पक्कै होइन। नेप्सेमा सूचीकृत अरू ठूला होटलहरू जस्तै सोल्टी, तारागाउँ रिजेन्सी र ओरिएन्टल सबै नाफामा छन्। तर सिटी होटल मात्रै त्यस्तो सूचीकृत कम्पनी हो जसले तेस्रो त्रैमाससम्ममा 17 करोड 38 लाख भन्दा बढीको घाटा बेहोरेको छ। यसले के देखाउँछ भने यो विशुद्ध रूपमा कम्पनीकै आफ्नै आन्तरिक र संरचनात्मक कमजोरी हो। अब पालो चौथो विषयको, शेयर संरचना, प्रवर्धक भर्सेस सर्वसाधारण। यति भारी घाटामा रहेको कम्पनीको मूल्य शेयर बजारमा किन त्यति धेरै उफ्रियो त? यो रहस्य बुझ्न कम्पनीको शेयर स्वामित्व संरचनालाई अलि गहिराईमा गएर केलाउनुपर्छ। यहाँ हेरौँ, कम्पनीको कुल शेयरमध्ये 90% शेयर प्रवर्धक अर्थात् संस्थापकहरूको हातमा छ, जुन अहिले बेच्न नपाउने लक इन अवस्थामा छ। बजारमा कारोबारका लागि उपलब्ध सर्वसाधारणको शेयर, जसलाई पब्लिक फ्लोट भनिन्छ, त्यो जम्मा 10% मात्रै छ।
जब बजारमा सप्लाई यति थोरै हुन्छ, अलिकति मात्र डिमान्ड बढ्दा पनि शेयर मूल्य सजिलै म्यानिपुलेट हुन पुग्छ। यही असाध्यै सानो आपूर्तिका कारण नै शेयर मूल्य 111 रुपियाँबाट रकेट झै उडेर 1168 सम्म पुग्न सम्भव भएको हो। तर पर्खनुहोस्, कथा यहाँनिर झनै रोचक बन्छ। यो नम्बरलाई ध्यान दिएर हेरौँ, 19,89,999। यो त्यही हकप्रद शेयरको संख्या हो जुन किन्न कम्पनीका आफ्नै प्रवर्धकहरूले अस्वीकार गरे। प्रतिवेदनले प्रश्न पारेको छ कि जुन व्यक्तिहरूले कम्पनी चलाइरहेका छन् उनीहरू आफैले कम्पनीको भविष्यमाथि विश्वास गरेर थप लगानी गर्न नचाहनु बजारका लागि यो एउटा विशाल रेड फ्ल्याग हो। अब लागौं 5औं विषयतिर, लक इन खुल्दाको मुख्य जोखिम। यो विश्लेषणको सबैभन्दा तनावपूर्ण बिन्दु नै सायद यही हो। प्रवर्धकहरूको शेयर बेच्न नपाइने लक इन अवधि सकिँदैछ। यसले बजारमा कस्तो सुनामी ल्याउन सक्छ? हेरौं। यो टाइमलाइनलाई सर्र हेरौं त। सन् 2007मा दर्ता भएर 2021मा बल्ल सञ्चालनमा आएको यो होटलले 2023मा आइपिओ निकाल्यो। धितोपत्र बोर्डको नियमअनुसार आइपिओ आएको 3 वर्षसम्म संस्थापकहरूले आफ्नो शेयर बेच्न पाउँदैनन् र त्यो लक इन अवधि मे वा जुन 2026मा सकिँदैछ। यो त्यही बिन्दु हो जहाँ शेयर बजारले एउटा भयानक चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ। र त्यो चुनौती यो नम्बरमा लुकेको छ, 2,72,39,328 किता शेयर। जब 2026मा लक इन खुल्छ, प्रवर्धक र कर्मचारीहरूको यो विशाल परिमाणको शेयर एकै पटक बजारमा आउनका लागि तयार हुनेछ। कल्पना गरौँ त, हाल बजारमा जम्मा 10% आपूर्ति छ र यो खुल्ने बित्तिकै सप्लाई एकैचोटि 9 गुणाले बढ्नेछ। निरन्तर घाटामा रहेको कम्पनीको यति धेरै शेयर एकैपटक बजारमा थुप्रिँदा मूल्यमा कस्तो पहिरो जाला? अनुमान गर्न त्यति गाह्रो छैन। अब हामी यो विश्लेषणको अन्त्यतिर अर्थात् 6औं खण्डमा आइपुगेका छौं, मुख्य खतराका संकेत वा रेड फ्ल्यागहरू। यो सम्पूर्ण अनुसन्धानबाट बजारका सहभागीहरूले बुझ्नै पर्ने मुख्य कुराहरूको सार अब हेरौं। तथ्याङ्कहरूले एकदमै स्पष्ट रूपमा यी गम्भीर रेड फ्ल्यागहरूतर्फ औल्याएका छन्। कम्पनीको इपिएस ऋणात्मक 6.7 रुपियाँ छ। स्थापना भएदेखि आजसम्म लाभांशको नाममा 1 पैसा बाडिएको छैन। शेयर मूल्य 405 रुपियाँको हाराहारीमा हुँदा पनि यो आफ्नो वास्तविक नेटवर्थभन्दा 4.1 गुणा महँगो छ। आफ्नै प्रवर्धकहरूले हकप्रद शेयर लिन मानेका छैनन्। र सबैभन्दा भयानक कुरा, सन् 2026मा 2,72,00,000 किता शेयरको बाढी बजारमा पस्दैछ। यी यस्ता कठोर तथ्यहरू हुन् जसलाई नजरअन्दाज गर्नै मिल्दैन। अन्त्यमा एउटा गम्भीर प्रश्न छोडेर जाउँ। हामीले तथ्याङ्क हेर्यौं, घाटाको खाडल हेर्यौं र आउन लागेको विशाल शेयर आपूर्तिको जोखिम पनि प्रष्टै देख्यौं। तर के शेयर बजारले सन् 2026को त्यो ठूलो सप्लाई शक आउनुभन्दा अगाडि नै यी आधारभूत वित्तीय तथ्यहरूलाई स्वीकार गर्ला कि बजार अझै पनि यही विरोधाभासमै रमाइरहनेछ? यो यस्तो प्रश्न हो जसले बजारको परिपक्वतालाई निरन्तर परीक्षण गरिरहनेछ। वित्तीय निर्णयहरू सधैँ ठोस तथ्याङ्क र यथार्थमा आधारित हुनुपर्छ। यो सामग्रीको विश्लेषणमा हामीसँगै रहिदिनु भएकोमा धेरै धेरै धन्यवाद।